आज हामी 3 जना न्यु रोड सपिङ गर्न गयौँ। बिदाको दिन यसरी साथीहरूसँग न्यु रोड घुम्नुको त मजै छुट्टै छ। हामी सुरुमा चाहिँ ब्याग पसल गयौँ किनभने अमिसालाई चाहिँ त्यहाँ ब्याग किन्नु थियो। त्यही भएर 2 जना छिटो यसरी यो ब्याग पसलमा छिर्दैछन्। अनि त्यहाँ चाहिँ ब्यागको यति धेरै भेराइटी थियो, तर अमिसालाई चाहिँ ब्ल्याक कलरकै ब्याग चाहिएको थियो। त्यही भएर उसले चाहिँ यसरी ब्यागहरू हेर्दैछ अनि ब्यागसँगै पोज पनि दिँदैछ। अनि ओसी र अमिसाले चाहिँ मलाई पनि तिमी पनि एउटा ब्याग किन न भनेर पुरा इन्फ्लुएन्स गर्दै थिए। अनि मैले उनीहरूलाई नै चुज गर्न दिएँ अनि उनीहरूले चाहिँ त्यो हर्सवाला मेरो लागि चुज गरिदिए। अनि ओसीलाई चाहिँ एउटा सानो ब्याग चाहिएको थियो, त्यही भएर ओसीले चाहिँ सानो खालको ब्याग हेर्दैछ। अनि हामी त्यो सबै किनेर त्यहाँबाट निस्क्यौँ। आजको वेदर चाहिँ ठ्याक्क फेरि घुम्ने खालकै थियो है, न जाडो न गर्मी। अनि हामीलाई चाहिँ यसरी हिँड्न पनि कस्तो रमाइलो लागिरहेको थियो। अनि म चाहिँ यसरी खिचेर हिँड्दै थिएँ, ओसीले चाहिँ कति खिचेको भन्दै थिए मलाई। त्यसपछि हामी गयौँ डिफ्रेन्ट सप्सहरूमा विन्डो सपिङको लागि। केही नकिने पनि यसरी हेर्न पनि कति रमाइलो हुने साथीहरूसँग। हामीलाई त निकै रमाइलो लाग्यो। अनि मार्केटमा के नयाँ आएको छ पनि यसरी हेरेर थाहा हुने। आफूलाई किन्नै छैन भने पनि सबै पसल छिरौँ लाग्ने, सबै कुरा हेरौँ लाग्ने, के कति पर्दो रहेछ सबै बुझ्न मन लाग्ने। न्यु रोडको चाहिँ भाइब चाहिँ त्यस्तै हुन्छ। हामी आज छौँ बसन्तपुरमा, इन्द्र चोकमा। स्याटरडे चाहिँ न्यु रोडमा फुड स्टल्सहरू पनि हुन्छ अनि त्यो एक्सप्लोर गर्न चाहिँ हामीलाई झन् धेरै रमाइलो लाग्यो। त्यही भएर हामी चाहिँ हिँडै गऱ्यौँ, तर हामी थाक्दै थाकेनौँ। जति हिँडे पनि हामीलाई रमाइलो नै लागिरहेको थियो। हिँड्दै गर्दा हामी एकछिन यहाँ रोकियौँ भाइहरूको क्रिएटिभिटी देखेर। त्यहाँ चाहिँ कति मजाले फोकस्ड भएर उहाँहरू क्ले पट बनाउँदै हुनुहुन्थ्यो। त्यसपछि हामी फ्याब्रिक हन्टिङको लागि निस्क्यौँ। आज स्याटरडे पसलहरू बन्द हुने भएकोले हामीले आफूले खोजेको जस्तो फ्याब्रिक पाउन चाहिँ एकदम गाह्रो भयो। तर हामीले लास्टमा फाइनल्ली आफूले खोजेको जस्तै फ्याब्रिक पायौँ। त्यसपछि हामी सुज पसलमा सुज हेर्न गयौँ। साँझतिर चाहिँ पानी पनि पर्न थाल्यो अनि हिँड्दा हामीलाई भोक पनि लागेको थियो। त्यही भएर हामी छिर्यौँ अभियसली टिपटपमा समोसा खानको लागि। त्यहाँ चाहिँ हामीले समोसा र जेरी अर्डर गऱ्यौँ अनि 3 जना मिलेर तातो समोसा पनि खायौँ। अनि मैले ओसीलाई हाम्रो स्किम्सको क्युट बोतलमा पानी पनि दिएँ। सी वाज भेरी ह्याप्पी। त्यसपछि हामी फेरि निस्क्यौँ अनि पानी परेको भएर छाता ओढेर हिँड्नु परिरहेको थियो। तर पानी परेर झन् कति राम्रो देखिरहेको थियो रोडहरू अनि हामीलाई हिँड्न पनि कस्तो राम्रो भाइब्स आइरहेको थियो। इभिनिङमा चाहिँ हामी छाता ओढेर हाँस्दै, गीत गाउँदै, नाच्दै, भिडियो बनाउँदै, फोटो खिच्दै हिँडिरहेको थियौँ। आज चाहिँ हाम्रो दिनभरि न्यु रोडमा नै बित्यो। न्यु रोडको गल्ली हामी सबै घुम्यौँ। यसरी गल्ली म चाहिँ कहिल्यै हिँडेको थिइनँ, तर आज चाहिँ वी ह्याड सो मच फन टुगेदर। चिसो भएकोले हामीलाई चाहिँ तातो मोमो खान मन थियो अनि त्यहाँ पुगेर चाहिँ हामीले थुक्पा पनि ट्राई गऱ्यौँ। अमिसालाई चाहिँ फुड ब्लग्सहरू एकदमै धेरै मनपर्छ, उसले एकदमै धेरै हेर्छ। सो I was trying to create one for her while she was enjoying her food. त्यसपछि चाहिँ झमक्कै साँझ परेको थियो। हामी चाहिँ अब बिहानदेखि न्यु रोड सब घुमेकै भयौँ। तैपनि अझै स्न्याप खिच्न चाहिँ पुगेको छैन 2 जनालाई। त्यसपछि ढिलो भयो भनेर छिटो हिँड्न थाल्यौँ हामी। आजको स्टोरी चाहिँ त्यति नै हो।